हेलो दर्शक नमस्ते। आज म बनाउन गइरहेको छु मटन करी। सबैभन्दा पहिले मैले सिलौटामा अदरक लसुन जिरा धनियाँ पिसिसकेपछि छिलेको प्याज मैले जुलियन कटिङमा मैले चर 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 गरेर काटिसके लसुन खुराइसकेपछि लसुन साफ गरे। त्यसपछि ग्यास जलाएर कुकर तताउन राखिसकेपछि तेल हाले। तेललाई तताइसकेपछि जिरा हालेर फटफट लसुन पनि हालिदिए। त्यसपछि प्याज हालेर मैले प्याजलाई राम्रोसँग ब्राउन हुने गरी पकाएँ। ब्राउन हुनसम्म पकाएँ, चर फ्राई गरेर त्यसपछि मसला थपिदिएँ। मसला पनि राम्रोसँग चलाएँ। त्यसपछि मसला राम्रोसँग पाकिसके ब्राउन हुने गरी भुट्ने र फुटिसकेपछि राम्रोसँग चलाउने र स्वादअनुसार हल्दी हाल्ने, त्यसपछि नमक हाले। त्यसपछि राम्रोसँग चलाइसकेपछि मासु मैले हालेँ। मासु हालिसकेपछि राम्रोसँग फर गरेर भुटिसकेपछि मैले पानी थपिदिएँ किनभने मासु चाम्रो थियो। त्यसपछि मैले कुकरको सिटी लगाएँ। 4-5 सिटी लागिसकेपछि पाके जस्तो लाग्यो। त्यसपछि खोलेको त राम्रैसँग पाकिसकेको रहेछ। त्यसपछि मैले मिट मसला थपिदिएँ। पाकिसकेपछि खाना पस्केर म खान लागेँ। अरू दिन त ढिला खाने थिएँ किनभने आज मासु पकाएको थिएँ, त्यसैले छिटो खाएँ।